नमस्कार खेमजी, मसँग हजुरको के कुरामा चित्त दुख्यो त्यो मैले हजुरको मुखबाट सुनेकी छैन। मैले जानेसम्म मैले हजुरको चित्त दुख्ने गरी केही गरे जस्तो पनि लाग्दैन। तर मान्छे हो, आफ्नो गल्ती आफैले देख्न नसकेको पनि होला। त्यसमा हजुरले मलाई एक वचन भन्नु पर्थ्यो, मैले सुधार गर्थेँ होला। मैले कोही सरबाट सुने अनुसार स्टुडियोतिर भेट्दाखेरि इग्नोर गरेँ अरे, आत्मसाक्षी राखेर भन्छु, मैले त्यो मबाट त्यो भएको छैन। मैले त्यो गरेकै थिएन उहाँलाई, होइन। मैले हजुरलाई इग्नोर होइन, बार एकछिन भेटौँ भनेर समय मागेकी छु। त्यसको लागि नजरअन्दाज हजुरले गर्नुभएको छ। मैले उहाँलाई धेरै भेट्नको लागि रिक्वेस्ट गरेको थिएँ, भेट्नको लागि, होइन। नजरअन्दाज गर्नुभएको छ। मैले हजुरको पोस्टरमा के अरे फोटो आएन भनेर उहाँले चित्त दुखाउनु भएको थियो अरे। त्यो चाहिँ प्रोफेसनल पोस्टर त्यसरी बनाउँदाखेरि, जस्तै फिल्महरूमा नि सबैको पोस्टरहरू हुँदैन, त्यो मेरो गल्ती थियो भने त्यसको लागि क्षमा मागेको छु मैले, होइन। अनि पोस्टरको कुरा गर्दा कसैले ब्लग गरे अरे, त्यो एकदम बाहिरको कुरा सुन्नुभएको थियो कि उहाँले, अनि छैन। अरूको कुरा सुन्नु अगाडि मलाई एकचोटि मात्रै सोध्नु भएको भए मैले क्लियर गर्थेँ होला। त्यो अवसर मैले पाइनँ। अनि सेलिब्रेसन गरौँ भन्दा अरूलाई प्रायोरिटीमा राखेर हजुरलाई नजरअन्दाज गरेँ अरे, त्यस्तो होइन। उहाँले चाहिँ 1 करोड पुग्दाखेरि सेलिब्रेसन गरौँ भन्नुभएको थियो। अनि मैले चाहिँ सबैको टाइम मिलेको छैन, त्यो बेलामा जो सबै टिम चाहिन्थ्यो, टिम मिलेको छैन, हामी गरौँला नि खेमजी भनेको थियो, त्यो गर्न पाएको थिइनँ। त्यो कुराले चित्त दुखेको भने सरी मैले यहीँबाट भन्छु, यसमा पनि भनेको छु, होइन। त्यो मैले गरेको छैन। त्यो समयमा हजुर लगायत हामी सबै बिजी थियौँ, त्यसकै लागि सबैको समय नमिल्दाखेरि समय मिल्दा गर्न पाए हुन्थ्यो भनेको हो मैले। त्यो गल्ती हो भने म क्षमा माग्न तयार छु र हजुरले मलाई हजुरको नजरबाट इन्डस्ट्रीबाट मृत्यु घोषणा गर्नुभएको मैले सुने कसैबाट। उहाँले चाहिँ मृत्यु नै घोषणा गर्नुभएको छ मलाई चाहिँ, के उहाँको साइडबाट चाहिँ। अनि त्यो मैले सुने, तर उहाँले भन्नुभएको होइन मलाई, उहाँको निकट मान्छेबाट। तर मेरो लागि मरिसक्यो के अरे, नजरबाट इन्डस्ट्रीबाट मृत्यु घोषणा गर्नुभएको छ मैले सुने। त्यही पनि म हजुरकै मुखबाट नसुन्दासम्म अरूले भनेको कुरामा ध्यान दिने मान्छेमा नपरेकोले पनि खासै त्यो कुराको वास्ता गरिनँ। मैले हजुरको आफ्नो चलेको गीत मध्ये खुसी नभएको अरेली काँडा भन्दा थोरै मन दुख्यो। त्यो कुरा लेखेको थिएँ कि मैले, थोरै मन दुख्यो। स्टुडियोमा भेट्दाखेरि नमस्कार गर्दा हजुरले गर्नुभएको इग्नोर देखेर अलि ज्यादा मन दुख्यो। मैले प्रत्यक्ष उहाँलाई 2 चोटि भेट्दाखेरि मजाले अगाडिबाट नमस्कार गर्दा पनि उहाँले मलाई इग्नोर गर्नुभयो, होइन, फर्काउनु भएन। त्यो देखेर अझ मन दुख्यो। तर मैले यी कुराहरूलाई कसैलाई पनि भनिनँ, किनकि हजुरले आफूलाई लागेको सबै कुराहरू मलाई भन्नुभएको भएर, अरू कसैको के कुराहरू सुनाए त्यो सब मलाई भन्नुभएको भए मेरो गल्ती नै थियो भने पनि म सचिन्थेँ होला। यदि नभएको कुरा थियो भने मैले क्लियर गर्थेँ होला। हजुर र